नेपाल सरकारले 2082 सालदेखि यसले चाहिँ राष्ट्रिय व्यापी रूपमा कोदोको प्रचार प्रसार गर्ने, कोदोको पौष्टिक महत्त्वको विषयमा चाहिँ जानकारी गराउने र यसलाई चाहिँ संरक्षण प्रवर्धन सँगसँगै बजारसँग जोड्ने भन्ने उद्देश्यले चाहिँ 2082 सालमा प्रथम राष्ट्रिय कोदो दिवस चाहिँ मनायो। त्यसमा हाम्रो गोलन्जोर गाउँपालिकाले पनि वडा नम्बर 1 सिमलटारमा चाहिँ हामी मनाएका थियौँ र आज हामी चाहिँ यो दोस्रो राष्ट्रिय कोदो दिवसको रूपमा चाहिँ मनाइराखेका छौँ। अब हामी चाहिँ यो दिवस मनाउनु मात्रै ठुलो कुरो होइन, हामीले यो कोदोको क्षेत्रमा हाम्रो गाउँपालिकाले विभिन्न कामहरू पनि गर्दै आइराखेको छ। जस्तै कि यसै वर्ष पनि हामी कोदो क्षेत्र विस्तारको लागि विभिन्न वडाहरूमा, अब तपाईँहरू यहाँ पनि कतिपय हुनुहुन्छ होला, हामीले निःशुल्क रूपमा चाहिँ कोदोको बिउहरू चाहिँ वितरण गरेका थियौँ। त्यसै गरेर अहिले चाहिँ हामी सुरुवातको रूपमा कोदो र फापरको बिउ उत्पादनको लागि हामीले वडा नम्बर 3 ओखलेमा चाहिँ बिउ उत्पादनको लागि हामीले चाहिँ बिउहरू दिएर चाहिँ सुरुवात गरिसकेका छौँ र त्यस पछाडि यसमा चाहिँ यान्त्रिकरणका कुराहरू हामीले चाहिँ यो जोत्ने हाते ट्र्याक्टरहरू, पिस्ने मिलहरू र कोदो चुट्ने चाहिँ थ्रेसरहरू त्यो पनि हामीले अनुदानको रूपमा चाहिँ गत वर्ष वितरण गऱ्यौँ र यो वर्ष पनि त्यो कार्यक्रमको निरन्तरता छ। र हामीले चाहिँ यो नयाँ ठाउँमा यो कोदो दिवस किन बनाउने भन्दाखेरि अब किनभने यहाँबाट पालिका धेरै टाढा छ, हामी तपाईँहरूको ठाउँमा चाहिँ आइपुग्नको लागि धेरै समय लाग्छ। त्यसैले गर्दाखेरि हाम्रो कृषि विकासका कार्यक्रमहरू गाउँपालिकाबाट चाहिँ के सञ्चालन भइराखेका छन्, कसरी सञ्चालन भइराखेका छन् र तपाईँहरूसँग चाहिँ कसरी जोड्न सकिन्छ त्यो भन्ने हिसाबले चाहिँ हामीले यो ठाउँमा चाहिँ यो राष्ट्रिय कोदो दिवस चाहिँ आयोजना गरेका हौँ। र वास्तवमा भन्नुपर्दाखेरि पहिला यहाँहरूलाई मभन्दा धेरै यहाँहरू जानकार हुनुहुन्छ, यो कोदो भन्ने बित्तिकै यो चाहिँ गरिबको खाना हो भनेर चाहिँ भनिन्थ्यो, तर अहिले चाहिँ कोदोको महिमा, कोदोको गाथा चाहिँ फेरिएको छ। अब अहिले तपाईँहरू बजारतिर जानु हो भने कोदोको ढिँडो भातभन्दा पनि महँगो छ, यहाँहरूले चाहिँ बुझिराख्नु भएको छ होइन। पहिला चाहिँ मान्छेले के गर्थ्यो भने लुकेर कोदो खान्थ्यो, यो चाहिँ गरिबको खाना हो भनेर चाहिँ लुकेर कोदो खान्थ्यो। तर अहिले चाहिँ त्यही 5 स्टार होटलमा जान्छ, ट्याक्क सेल्फी खिच्छ, ल है आज चाहिँ कोदोको ढिँडो खाइयो भनेर चाहिँ सानका साथ चाहिँ फोटो चाहिँ फेसबुकहरू सामाजिक सञ्जालमा चाहिँ पोस्ट गर्छ। भने पछाडि कोदो चाहिँ पौष्टिक हिसाबले एकदम भरिपूर्ण हुन्छ। हामी भातभन्दा चाहिँ यसमा कैयन गुणा बढी चाहिँ हामीले चाहिँ शारीरिक रूपमा चाहिँ चाहिने आवश्यक पोषक तत्त्वहरू चाहिँ बढी मात्रामा पाइन्छ। हाम्रा आमाहरूले, हाम्रा हजुरआमाहरूले आइरन चक्री खानु भएको थिएन, किन भन्दाखेरि पहिलाको स्वस्थकर खाना थियो। यस्तै कोदो, फापर लगायतका चाहिँ स्थानीय उत्पादनहरू खाइन्थ्यो जसले गर्दाखेरि स्वस्थ भइन्थ्यो। तर अहिले चाहिँ बजारमा चाहिँ विभिन्न चाहिँ तपाईँको प्याकेटका सामग्रीहरू आएछ। हामी गाउँको भन्दा प्याकेटको सामग्रीमा चाहिँ बढी चाहिँ रुचि गर्छौँ, त्यसले गर्दाखेरि हाम्रो स्वास्थ्यमा चाहिँ असर गरिराखेको छ। जस्तै कि अब अहिले चाहिँ नसर्ने रोगहरू धेरै चाहिँ तपाईँको धेरै मान्छेमा चाहिँ देखिन्छ, सुगरको बिरामी, प्रेसरको बिरामी होइन। उहाँहरूले चाहिँ अब डाक्टर कहाँ जाँदाखेरि त भात खानुहोस् भनेर भन्नुपर्ने नि, तर चाहिँ भन्दैन भात खानुहोस् भनेर, तपाईँहरू चाहिँ एक छाक चाहिँ कोदो र फापरबाट बनेको परिकार खानुहोस् भनेर भन्छ होइन। त्यसले गर्दाखेरि अहिले नेपाल सरकार, प्रदेश सरकार र स्थानीय सरकार यो 3वटै तहको सरकारले चाहिँ हाम्रो यो रैथाने बालीहरू लगायत यो कोदो लगायत अन्य रैथाने बालीहरू प्रवर्धनको लागि विभिन्न कार्यक्रमहरू चाहिँ सञ्चालन गर्दै आइरहेको छ। र हाम्रो गोलन्जोर गाउँपालिकाले पनि यो कोदोलाई चाहिँ संरक्षण गर्नुपर्छ, सम्वर्धन गर्नुपर्छ, प्रवर्धन गर्नुपर्छ र यसले चाहिँ बजारसँग पनि जोड्नुपर्छ। किसानले खालि कोदो लगा मात्रै भनेर चाहिँ हुँदैन, यसमा चाहिँ किसानको चाहिँ आम्दानी देखाउनुपर्छ, अनि मात्रै यो कोदो खेतीको क्षेत्र विस्तार हुन्छ, यसको संरक्षण हुन्छ, यसको प्रवर्धन हुन्छ। जस्तै कि यसमा चाहिँ गत वर्ष हाम्रो यो गोलन्जोर गाउँपालिकामा प्रति पाथी 170 रुपियाँ कोदोको चाहिँ न्यूनतम समर्थन मूल्य तोकेको थियो र वडा नम्बर 3 को चाहिँ यो जनजागृति जुनार कृषि उत्पादन सहकारी संस्था मार्फत 10 टन कोदो सङ्कलन भयो र त्यसमा चाहिँ तपाईँको करिब 24 जना कृषकलाई हामीले 1 लाख रुपियाँ बाँड्यौँ कोदो बिक्रीको आधारमा। 1 पाथी कोदो बिक्री गरिसकेपछि हामी 30 रुपियाँ अनुदान दियौँ। त्यो चाहिँ 3 नम्बरबाट सुरुवात भएको छ र यो वर्ष पनि त्यो कार्यक्रमको निरन्तरता हुन्छ। त्यसले गर्दाखेरि यहाँहरू चाहिँ अब समूहमा सहकारीमा आबद्ध हुनु भएको छैन भने कुनै समूह सहकारी मार्फत फेरि व्यक्तिले जता पाए त्यतै बेचेर चाहिँ यो अनुदान पाइँदैन। त्यसको लागि चाहिँ निश्चित हाम्रो चाहिँ मापदण्डहरू हुन्छ, त्यो मापदण्ड पुरा गर्ने किसानहरूलाई हामीले चाहिँ अनुदान प्रोत्साहनमा आधारित चाहिँ अनुदानहरू चाहिँ उपलब्ध गराउँछौँ। सँगसँगै चाहिँ यो कोदो खेतीको लागि जोत्ने, यसलाई थ्रेसिङ गर्ने, यसलाई चाहिँ पिस्ने लगायतका कुराहरूमा पनि यो गाउँपालिकाले विभिन्न कामहरू चाहिँ सञ्चालन गरिराखेको छ। र आज जुन यो गाउँपालिकाले आयोजना गरेको यो दोस्रो राष्ट्रिय कोदो दिवसलाई चाहिँ सफल पार्नको लागि
विभिन्न गाउँ टोलबाट एकदम उत्साहका साथ सम्पूर्ण कृषक दाजुभाइ तथा दिदीबहिनीहरू पाल्नु भएको छ यो कार्यक्रमलाई सफल पार्नको लागि। यसको लागि चाहिँ म हार्दिक आभार सहित धन्यवाद व्यक्त गर्दै म मेरो भनाइ यही अन्त्य गर्छु। नमस्कार, धन्यवाद।